यो त हुने बेला माते मात नहुने बेलामा तड्कामा हात भयो क्या कहिले सिन्की झोलसँग मात्र खानुपर्छ कहिले अन्डा चिकन खसी के बिहा हुँदैछ अरे भगाएर ल्याउँदैछ अरे पिउरानदेखि अनि त्यसलाई पनि एटेन्ड गर्छु मेबी हेलो साथीहरू ह्याप्पी न्यू इयर सबैजनालाई आज चाहिँ न्यू इयरमा चाहिँ सानोमा हुनुहुन्न म एक्लै छु आज त्यही भएर म चाहिँ अब जे बनाएको यति किन खाने र तपाईँलाई देखाएरै खाऊँ भनेर अनि यो चाहिँ रहेको छ खसीको ग्रेभी रहेको छ जुन चाहिँ यस्तो छ अब भिडियो अलि राम्रोसँग देखेको छैन होला अनि त्यसपछि रहेको छ चाहिँ यो चाहिँ चिकन रोस्ट भइहाल्यो अनि त्यसपछि यो पापड रहेको छ अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ अन्डा सानो सानो अन्डा अनि त्यसपछि बिरयानी चामलको भात अनि त्यसपछि म आज यसमा खाँदैछु रेड बुल अनि लास्ट आइसक्रिम ओके ल हेर्दै गर्नु अब चाहिँ म खान्छु खानुभन्दा पहिला चाहिँ म ट्याक्क रेड बुललाई चेस गरेर सुरु गर्छु सेट ल हेर्नु कहिलेकाहीँ खानुपर्छ के हैन या चेस ओके अब चाहिँ खानु पर्यो ट्याक्कैमा लेमन राखेर केराको पात जस्तो थाली देख्नुभएको छ यहाँ जेठाजु ल्याउनु भएको इन्डियाबाट आफै पकाऊ आफै खाऊ के गर्ने म त खान्छु त्यही पनि भन्न बिर्सेको अरूको भिडियोमा चिकन डायमन्ड देख्थेँ कि मैले आज त्यही भएर मैले यस्तो चिकन डायमन्ड लिएर आएको छु पहिला पहिला मन पर्ने थिएन आजकल भिडियो बनाउँदा हेरौँ कस्तो हुन्छ भनेर स्पाइसी त हो दामी खुर्सानी लिएर आउँछु ल खानु मन लाग्यो भने खान्छु चिकन डायमन्ड टेस्ट गरौँ न त चिकन डायमन्ड मिठो हुँदो रहेछ पिरो
यो त हुने बेला माते मात नहुने बेलामा टाउकामा हात भयो क्या। कहिले सिन्की झोलसँग मात्र खानुपर्छ, कहिले दाल चिकन खर्सी ठिकै। Iya Pak. Goi भित्रै भाले पासे अरू खान्छन् कति मजाले खानुहुन्छ, कति धेरै खानुहुन्छ, म सक्दिनँ। बानी पनि पऱ्यो होइन।
पखेटा मजा पाकेको छ फाइनली गाइज आइसक्रिम टाइम डिजर्ट टाइम मलाई चाहिँ अलवेज अल टाइममा चाहिँ मलाई भेनिला फ्लेभर चाहिँ मनपर्छ सो भेनिला फ्लेभर खानुपर्छ टिन म यसरी पनि खान सक्थेँ बट मेरो सानीमा अलिकति किचकिच गर्नुहुन्छ सो त्यही भएर म पिरियड ल्याएर आएको छु ओ सेट बग्लेछ बाहिर राखेर आई थिङ्क धेरै खान सक्दैन होला सबसे बेस्ट यही हो आफूले मिहिनेत गर्नु पर्दैन सेट I love टिस्यु खाइ दाँत बिग्रेर यहाँ भरेर आएको छु दुईवटा चारवटा दाँत बनाइसकेँ खान छोडिँदैन जिब्रामा जाँदा यस्तो मजाले मेल्ट हुन्छ के सफ्ट हुन्छ ओ माई गॉड त्यतिकै भने आइसक्रिम अब यहाँ अलिअलि रहेछ नेपाली पारा देखाउनु पर्यो अच्छा चिली हो ओके फाइनली मेरो आज न्यू इयरको चाहिँ यही हो मेरो प्लान अरू केही पनि छैन हैन न्यू इयरको दिन कहाँ जानु अब घरै बसिरहनु हुन्थ्यो भने 2-4 दिन अन्त घुम्न जाम भन्ने नि हुन्थ्यो
अब जब गर्ने सानोतिनो भए पनि जब गर्छु सो त्यही भएर भ्याउँदैन भोलिदेखि अफिस जोइन नै छ अनि आजको दिन चाहिँ अलिकति रमाइलो गरौँ नयाँ वर्ष भनेर हो ल ठिकै छ हजुरलाई फेरि पनि यो भिडियो मार्फत मैले चाहिँ तपाईँहरूलाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु मेरा पुरै आफन्तीहरू फ्यामिली फ्रेन्ड स्टाफहरू साथीहरू कलिजहरू छरछिमेकीहरू सबैलाई देश विदेश रहनुहुनेलाई चाहिँ मेरो एकदमै तपाईँहरूलाई ह्याप्पी न्यू इयर छ सबैको सुख शान्ति समृद्धि भइरहोस् म जसरी एक्लै छु तपाईँहरू चाहिँ एक्लै नभइदिनु होला सबैजना वरिपरि तपाईँको साथ भइदियोस् खुसी माहौल होस् मसँग रिसाउनु भएका मेरा हुन्छ नि त अब सोत्तर मित्र सबैको हुन्छ ल यदि उहाँहरूलाई पनि मेरो ह्याप्पी न्यू इयरै छ रिस भनेको एकछिनमा हुन्छ सधैँभरि पनि हुँदैन एकछिनपछि पोजिटिभ कुराहरू सुनेपछि अटोमेटिकली माया लाएर आउँछ होइन त्यही भएर म चाहिँ अलिकति रिस बढी भएको मान्छे चाहिँ हुँ तर त्यो भन्दैमा माया चाहिँ नभएको चाहिँ होइन त्यही भएर चाहिँ मैले जानी नजानी कसैलाई अब हट गर्न पनि सकिन्छ कहिलेकाहीँ मैले राम्रै बोलेँ भन्छ तर ऊ सेकेन्ड पर्सनलाई त्यो कुरा चाहिँ हट भएको हुनसक्छ क्या सो त्यही भएर चाहिँ इफ त्यस्तो छ भने पनि आइएम सो सरी अब नयाँ वर्षको दिनदेखि नयाँ तरिकाले हामी चाहिँ सुरुवात गर्नुपर्ने हुन्छ मित्रता छ भने गाढा गर्नुपर्ने हुन्छ प्रेम छ भने घनिष्ठ गर्नुपर्ने हुन्छ यदि दुश्मनी छ भने पनि फेरि मित्रतामा कन्भर्ट गर्न सक्नुपर्छ यही नै हो जीवन होइन कति पो बाँचिन्छ र अब भोलि गएर मऱ्यो भने सम्झिने यिनै कुरा त हो फल्नामासँग लड्यो त्यो गर्यो भनियो फाइनलमा के बिचरा यस्तो भए पनि है मरिहाल्यो भन्ने हुन्छ बाँच्दै भए हुन्थ्यो भन्ने हुन्छ त्यही भएर चाहिँ अब आई डोन्ट नो मैले आज यस्तो किन भनेको छु म मर्न पनि सक्छु होइन के थाहा अब म डेली हिँड्छु अब हुनुहोस् अब जे पनि हुनसक्छ क्या लाइफमा त्यसै भएर कस्तो अलिकति इमोसनलै भइदिएँ म अनि त्यही भएर चाहिँ अलि ह्याप्पी न्यू इयर सबैलाई है टन्न खाने अनि आँखाबाट आँसु आउने त अलिकति सुहाउँदैन क्या होइन फेरि त्यही भएर एक्लै छु क्या वास्तवमा म होइन एक्लै भएपछि अलिकति नराम्रो चाहिँ लाग्छ धेरै मान्छे मन पनि पार्दैन क्या मैले फेरि अलिकति म एक्लै बस्न खोज्ने त हो तर त्यही भएर पनि भगवान्ले मलाई एक्लै नै राख्नु भएको होला कि मलाई कुनै साथी छैन ठिकै छ जे छ होइन म खुसी छु कहिलेकाहीँ यसो बोल्दा भइहाल्छ नि होइन तपाईँहरू पनि त सुन्नुहुन्छ होला ठिकै छ मलाई सपोर्ट गर्नु होला ल न्यु इयरको दिन रुनुहुन्न सधैँभरि रोइन्छ भन्छ होइन छैन र सबैले मलाई माया गर्यो नि भन्ने त जसलाई पनि हुन्छ तर त्यो पोसिबल पनि त छैन आफ्नै फ्यामिलीमा त कति धेरै समस्याहरू हुन्छ कति दिनसम्म बोलिँदैन बाहिरको मान्छेबाट आशा के गर्नु त्यही भएर खाएँ म टन्न खाएँ ह्याप्पी न्यु इयर फेरि पनि अनि यो चाहिँ म युट्युबमा मलाई चाहिँ अब अपलोड गर्छु गर्दैन आई डोन्ट नो अब यस्तो रोगको उसमा चाहिँ म गर्न सक्दिनँ पनि हो कि अब खै के हो अब त्यही भएर ल बाई लाइक गरिदिनु होला स्पेसल भन्न चाहन्छु म केही गर्न नयाँ चिज गर्न कोसिस चाहिँ गरिरहेको छु यत्तिकै फेरि बस्नु चाहिँ मलाई मन छैन किनभने चाहिँ कसैले नभनोस् कि फल्नाले केही गर्न सक्दैन मुख मात्रै बोल्छ केही गर्न चाहिँ सक्दैन उसले होइन उसकै बुढाको घरमा छ भन्ने चाहिँ नहोस् गर्न त गरिरहेको छ सबैले देख्नुभयो मलाई जतिले वरिपरि मेरो एराउन्डले जुन मलाई चिन्नुभयो त्योभन्दा बढी पनि गर्न चाहन्छु किनकि मलाई बिजी हुन मन लाग्छ धेरै सोचेँ भने चाहिँ म यस्तै हुन्छु क्या अब धेरै कुराहरू सोचिन्छ नि त मान्छे भएपछि अब कोहीलाई के चिजको कमी चाहिँ हुन्छ होइन अब त्यही भएर म चाहिँ व्यस्त चाहिँ हुन चाहन्छु चाहे यस्तै होस् चाहे उस्तै होस् रोएर आफ्नो देखाउनु खोजे पनि होइन अटोमेटिकली आयो त्यही भएर लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सेयर त अब के गर्नु थियो र सब्सक्राइब त भएन पुरा गरिदिनु होला कमेन्ट गरिदिनु होला मेरो भिडियोलाई माया चाहिँ गरिदिनु होला म पनि माया ब्याक दिने कोसिस चाहिँ गर्छु होइन र ठिकै छ म कति ह्याप्पी भएर बिहानदेखि ह्याप्पी भएँ नुहाइधुवाइ गरेँ पूजा गरेर आइम शनिबार म सानीमा चाहिँ जानुभयो कि अन्त अब नत्र शनिबार म रमाइलो गर्थेँ यस्तो एलोन फिल पनि हुन्थेन होला सानीमा जानु म धेरै कुराहरू सोच्नु मन लाग्छ एक्लै भएको बेला अब त्यति धेरै मान्छेहरूसँग घुलमिल पनि गर्न मन नलाग्ने अब
काममै व्यस्त हुँ जस्तो लाग्छ मलाई चाहिँ। किनकि काममा व्यस्त हुँदाखेरि दायाँ बायाँ सोच्ने कुराहरू हुँदैन होइन, काममै फोकसै भइन्छ। दुनियाँदारी सोच्ने टाइम पनि हुँदैन। धेरै काम गरेर आएर घरमा साँझ कुत्रुक्क सुत्दाखेरि पनि मस्तो निन्द लाग्छ। सोच्ने फुर्सद चाहिँ नहोस् भन्न चाहिँ चाहन्छु कि म आफ्नो जीवनमा। तर पनि अब के गर्ने होइन, त्यो भने जस्तो त कहाँ हुन्छ र। कतिपयहरू व्यस्त हुनु खोज्दा मैले गर्नु नसकेको काम पनि छन्। त्यही भएर म चाहिँ यो दिउँसो बनाएको भिडियो हो। अहिले हेर्नु एउटा फोनबाट बनाएको छु, म्यासेज गराएर आइरहेको 11 बजेछ ल। अब अहिले चाहिँ एकछिनपछि मेरो भाइको बिहा हुँदैछ अरे, भगाएर ल्याउँदैछ अरे प्युरानदेखि, अनि त्यसलाई पनि एटेन्ड गर्छु। मेबी अब एमा जोइन हुन मिल्यो भने मैले चाहिँ त्यसलाई जोइन गर्छु, मतलब यही भिडियोमा एड गर्छु। मिलेन भने अर्को भिडियो त्यो बनाएर पनि हाल्छु ल। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला, माया गरिदिनु होला अरूभन्दा धेरै है। मैले केही गर्नु खोजिरहेको छु त्यसलाई चाहिँ म सपोर्ट चाहिँ गर्नु होला भन्न चाहन्छु। अरू चाहिँ त्यस्तो केही पनि छैन। यिनी कुराहरू त्यस्तै हो, भइरहन्छ। ओके ल, बाई।